हेलो गुड इभिनिङ गाइस, के छ सबैजना सन्चै आराममा हुनुहुन्छ होला। फेरि तपाईँहरूमा सानो एउटा अर्को भिडियो लिएर आइसकेको छु। म अहिले यहाँको एकदमै मकौको यति फेमस ठाउँमा छु म अहिले होइन। चारैतिर यहाँ हेर्दा एकदम मनमोहक दृश्यहरू छ, यति रमाइलो छ कि यहाँको कुराहरू पुरै छोडौँ है। म चाहिँ ठ्याक्कै अहिले छु लन्डनरमा, लन्डनरको अगाडि छु। यो चाहिँ लन्डनर हो है, ठ्याक्कै लन्डनर छु। म चाहिँ जाँदैछु स्टुडियो सिटी। आज हेरौँ आजको यहाँको बाहिरको भ्यू यति बवाल छ, यस्तो बवाल छ। भिडियो अन्तिमसम्म हेर्नु होइन, यस्तो पाराले मजा आउनेवाला छ लगाइज होइन। म यो पछाडि देखेको चाहिँ के तपाईँहरू देखिरहनु भएको छ, के देखिरहेको छ। र यताको चाहिँ यो चाहिँ पारिको सिओडी भइहाल्यो थियो होइन, यो सिओडी भइहाल्यो। अनि यो चाहिँ यतापट्टिको चाहिँ यो भेनेसन हो, ठ्याक्कै भेनेसन देखिरहेको छ होइन। यो चाहिँ भेनेसन भइहाल्यो, यतापट्टिको चाहिँ यो चाहिँ लन्डन है त। ल यस्तो छ होइन, यहाँनिर यति रमाइलो छ कि पुरै छोडाउनु कि टक्क म्युजिकहरू बजिरहेको छ त्यही अनुसार होइन। टक्क तपाईँहरू हेर्नु न, यस्तो रमाइलो लाग्छ कि हेर्दा पुरै छोडाउँ क्या। मलाई चाहिँ यहाँ छुट्टै आनन्द आउँछ कि, मलाई छुट्टै आनन्द आउँछ। त्यही भएर म मेरो ड्युटीको त्यहाँ पनि यहीँ चढेर हिँड्दैछ कि। अब यस्तो हो नि त, यहाँ देखाउनु पर्छ नि त, मैले मात्र हेरेर भएन, तपाईँहरूलाई पनि देखाउँ भनेर त्यो भिडियो बनाएको होइन। हेर्नुहोस् ल कस्तो छ यो, कस्तो लाग्छ होइन, कमेन्ट गर्नु चाहिँ नभुल्नु होला। यस्तो बवाल छ कि यहाँ पुरै छोडाउँ कि। मान्छेहरूको फोटो भिडियो खिच्ने मान्छेहरूको त्यस्तै यहाँ लहर हुन्छ होइन, हेर्नु सक्नुहुन्छ। यहाँ यस्तो यो टक्क मान्छेलाई आकर्षण गर्नलाई यहाँ जे पनि गरिदिन्छ क्या, यस्तो खतरा छ होइन। यो चाहिँ लन्डनर भनेर यहाँ यत्रो लन्डनर लेखेको छ, चाहिँ लन्डनर हो। म चाहिँ अब यहाँबाट बाटो क्रस गरेर उतापट्टि जान्छु होइन। यहाँ ट्याक्सी आइरहेको छ, एकछिन गर्नु पऱ्यो। तपाईँ यहाँबाट बाटो क्रस गरेर म चाहिँ यतापट्टि आएँ। अब म यतापट्टि आइसकेँ। म यहाँबाट खिच्दै यस्तो रमाइलो ठाउँ छ नि, पुरै छोडाउँ क्या। हो हेरेर छक्क पर्नु चाहिँ यहाँको सबै कुराहरू यस्तो रमाइलो छ, यति रमाइलो छ। म भिडियो बनाउँछु मनले मान्दैन कि बनाउनै पर्ने हो क्या, यस्तो छ। हेर्न सक्नुहुन्छ यहाँ लन्डनरको होइन, ठ्याक्कै यस्तो मोबाइल देखिरहेको छ कि। म ड्युटी गर्न जाने चाहिँ त्यो पारिको स्टुडियो सिटीमा हो, यो भित्र हो होइन। अहिले चाहिँ म यहाँ बाटोमा हिँडिरहेको छु। म जाने भनेको चाहिँ तपाईँ स्टुडियो सिटी लेखाएको छ, यहाँ जाने हो मेरो ड्युटी। यो चाहिँ पेरिसियन हो, तपाईँहरूले पनि देख्नु भएको छ। लाइटले गर्दा एकदम रमाइलो देखिरहेको छ। यहाँ मेनमा यहाँ बिचमा पुरा 4 लाइन रोड छ होइन, टक्क यतापट्टि उतापट्टि पनि 4 लाइन रोड छ। यस्तो छ यहाँको अवस्था। र गाइज यहाँ यस्तै इन्जोय गर्दै हिँड्नको मजै बेग्लै छ। तर यहाँ अझै अरूसँग आयो भने त झन् मजा आउँछ होइन। यहाँको निराको फेरि अर्को एउटा यस्तो देखिन्छ यहाँनिर। भाइ तपाईँहरूले देख्नु सक्नुहुन्छ होइन, यताको माहौल एकदम बवाल भइरहेको छ, रमाइलो भइरहेको छ। यस्तो पुरा डिजेहरू बजिरहेको छ होइन, रमझम छ, पुरा रमाइलो छ होइन। के भन्नु यार, यहाँ भोइस त मैले बुझ्दिनँ, तर यस्तो रमाइलो छ पुरै छोडाउँ क्या। के भइरहेको छ, के बजिरहेको छ, के बजिरहेको छ होइन, रमाइलो छ कि। यदि अब मैले मजा लिइरहेको छु नि, त्यो ठुलो कुरा हो नि त यहाँ होइन। मजा लिनुहोस् न तपाईँहरूले पनि हेरेर, मजा लिनु, एकदम मजा लिनुहोस्। केही पनि कसो यहाँ राम्रो बनाउनलाई केही पनि कसो छोड्दैन क्या। यहाँ यति आकर्षण बनाउँछ कि मान्छेहरूलाई होइन। त्यो एउटा पोलो टक्क माथि लागेको छ, यसरी यहाँ पुरा आकृतिहरू छ क्या। यहाँ यस्तो दामी बनाएर राखेर हुन्छ कि। यहाँ घाँसहरू दुबोहरू यस्तो कलकल छ होइन। यस्तो बवाल यस्तो रमाइलो ठाउँ छ कि होइन। अझै म त्यहाँ अलिकति जान्छु, त्यहाँ मान्छेहरूको चलपल एकदम बढी हुन्छ। त्यहाँ गएर म हल्का भिडियो बनाउँछु होइन। त्यहाँ झन् एकदम मान्छेहरूको चलपल हुन्छ क्या। त्यहाँको यो चाहिँ भित्र छिर्ने ठाउँ हो। अब यहाँबाट यतापट्टि गयो भने चाहिँ अर्को संसार देखिन्छ क्या। ल म्युजिक पुरा झन्केर बजिरहेको छ। यहाँ फोटो भिडियो खिच्नेहरूको पुरा लाइन छ होइन। यस्तो ठाउँ हो कि फोटो भिडियो खिच्नेहरूको पुरा लाइन छ। यसमा ब्याकग्राउन्ड म्युजिक राख्नै पर्दैन कि, पुरै ब्याकग्राउन्ड म्युजिक बजिरहेको छ। यस्तो दामी यस्तो रमाइलो ठाउँ छैन। तर यहाँ एक्लै त यस्तै हो होइन। साथीसँग घुम्न आएर चाहिँ बहुत मजा आउँछ कि, सबैलाई मजा आउँछ गाइज होइन। अहिले चाहिँ माथिको यतातिरको बन्द हुँदो रहेछ। म यहाँ माथि भित्र जाने भनेको थिएँ, एकदम यहाँ पनि भाइरल ठाउँ सायद बन्द भइसकेको छ अहिले। गेट चाहिँ पुरा लक लागिरहेको छ होइन। यहाँनिर गेटमा पुरा लक लागिरहेको छ, गेटमा बन्द भइसक्यो सायद। म त यहाँ छु अहिले। यहाँको चलपल हेर्नलाई मान्छेहरू यस्तो घुमिरहेछन्, भिडिरहेछन् होइन। मान्छेहरू हेर्न सक्नुहुन्छ पुरा। यो मान्छेहरू हेर्नलाई हो होइन। यहाँ सेक्सी हुनेवाला छ, अब क्लास हुनेवाला छ, 10 बजे हुन्छ होला सायद। त्यति बेलासम्म मैले हेर्न भ्याउँदिनँ। तर यहाँ चाहिँ यही हो क्या, यहाँको आनन्द छुट्टै मजा आउँछ यहाँ घुम्नलाई होइन।
यस्तो छ त्यो रमाइलो कुरा गरौँ न पछाडि। पहिला मेरो ड्युटी गर्ने ठाउँ चाहिँ त्यहाँ पारीको हो यो, अहिले चाहिँ म यतातिर छु, अहिले म अर्को ठाउँमा छु। यस्तो रमाइलो हुन्छ, मान्छेहरूको चहलपहल पुरा चहलपहल छ। म बिचमा भिडियो बनाउँदै हिँडिरहेको छु होइन। गाइजहरू चहलपहल एकदम बवाल बवाल छ, धमालवाला छ। पुरा पछाडि राख्न देख्नुहुन्छ, पुरा ढिकचिक ढुकचिक भइरहेको छ, म्युजिक आइरहेको छ, रमाइलो भइरहेको छ, सब बजिरहेको छ, मान्छेहरू हिँडिरहेको छ। पछाडि हेर्न सक्नुहुन्छ मान्छेहरूको चहलपहल होइन। अगाडि पनि यस्तै छ मान्छेहरू, यतातिर गाडीको पुरा जाम लागिरहेको छ। बवाल रमाइलो छ, बवाल ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ के भइरहेको छ। पुरा ढुकचुक म्युजिक बजिरहेको छ होइन, एकदम नाच्नु लागिरहेको छ। तर के बजिरहेको छ त्यो चाहिँ थाहा होइन, तर बज्न चाहिँ बवालै बजिरहेको छ। जे बजिरहेको छ कस्तो राम्रो देखिन्छ कि यहाँ यस्तो छ नाइट रुम। त्यही भएर यहाँ प्राय मान्छेहरू डेमा भन्दा पनि नाइटमा घुम्नलाई चाहिँ राम्रो मान्छन् क्या। यस्तो त होइन यो यहाँको कम रमाइलो ठाउँ हो क्या सबैभन्दा होइन। गाइजहरू तपाईँले रमाइलो देखिसक्नु भयो। रमाइलो भनेको यही हो यहाँको, एकदम यस्तो मजा हुन्छ यहाँ त पुरै छोडाउँछ। म एकजना साथी भएर क्यामरा समाइदिनु भएको भए नाच्दै हिँडिदिन्थेँ होइन। के गर्नु अब, नाच्न चाहिँ मिलेन, एक्लै छु नि त, त्यही भएर नाच्न चाहिँ अलिक अप्ठ्यारो भयो। नत्र म नाचेर हिँडिदिन्थेँ, मलाई भाव होइन। म त नाचिदिन्छु झ्याम लगाएर। अब त्यस्तै छ साथी हो, म त्यहाँभित्र जानुपर्ने हो, टाइम चाहिँ 35 भइसकेछ होइन। अनि 10 बजेबाट सुरु हो नि त, त्यही भएर अहिले टाइम छ। अब यो बस्ने रोक्ने त्यहाँ स्टप छ, त्यहाँबाट भित्र छिर्ने ठाउँ हुनुपर्छ पक्कै पनि। म त्यहीँबाट भित्र जाने हो र कहाँनिर भयो धेरै अगाडि जानु पर्ला जस्तो लाग्यो होइन। केही छैन, 10 मिनट हो, म सिधै गरेर जोइन गर्ने, नो प्रब्लम साथी हो होइन। तपाईँहरूले रमाइलो देखाउनलाई, मनमोहक दृश्यहरू देखाउनलाई चाहिँ म आज सिधै आएको हो क्या। हेर्न सक्नुहुन्छ यस्तो रमाइलो छ होइन यहाँको मेन भनेको यही हो क्या होइन। यहाँ ठुला क्यासिनोहरू छ, होटेलहरू छ होइन। त्यही हो, सब इन्जोय गर्ने, यहाँ घुम्न आउने ठाउँ हो क्या यो भनेको होइन। ल साथी हो, के कस्तो लाग्यो भिडियो होइन भन्नु होला। अर्को ठाउँ कहाँको भिडियो, कुन भिडियो हेर्ने चाहनुहुन्छ कमेन्ट गर्नु होला तल भन्दै। अहिले ल भने बिदा आउँछु, फेरि अर्को भिडियो ल्याउने बाछा गर्दै तपाईँहरूमा छुट्टिन्छु। सबैजना आफ्नो ख्याल गर्नु होला है त ल।